के छ केटा हो वाउ जस्ट लाइक अ वाउ ट्राफिक मामा हुनुहुन्छ मामा मामा भोलि पर्सि म दसैँमा टिका लाउन आउँछु ल यार खाने का पैसा नहीं है तो जा रे जा यार तू कुछ एकछिन रोकिदिनु पर्यो क्या मामा छिर्नु पर्यो बैगन थ्याङ्क यू छिरम हेरेर छिरम पर्छ है थाहा पायो भने भुसनु आएको गाड मार्छन् हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू ब्लग है आफ्टर लङ टाइम पछि भिडियो आउँदैछ है म पनि ह्याप्पी तपाईँहरू पनि ह्याप्पी नै हुनुहुन्छ होला है ब्लग हेर्नु पाएको भएर चाहिँ होइन सो मैले चाहिँ होइन के भन्न चाहेँ भने नि होइन तपाईँहरूलाई सरप्राइज दिन चाहेँ कि अहिलेलाई चाहिँ होइन कस्तो सरप्राइज भन्दा नि मैले गोप्रो किनेँ नि थाहा छ जस्ट लाइक अ वाउ के होइन सबै एक्सेसरीहरू सबै दिएको छ बट एउटा कन्डिसन छ कि के अरे ब्याट्री हेल्थ अलिकति कम रहेछ ब्याट्री हेल्थ भनौँ न अलिकति ब्याट्री अलिक राम्रोसँग नटिक्ने रहेछ अनि मेमोरी कार्ड नि छैन कि मेमोरी कार्ड चाहिँ मलाई फर्गुड बेस्टले दिएको छ होइन त्यही पनि स्लोवाला मेमोरी रहेछ कि 32 GB त छ मसँग मेमोरी तर स्लोवालाको क्या 10 MPPS को रहेछ क्या त्योभन्दा बढीको चाहिने रहेछ 30, 25, 20 भन्दा माथिको चाहिने रहेछ कि मेमोरी चाहिँ अलिक फास्टवाला मेमोरी चाहिने रहेछ होइन फास्ट चल्ने मेमोरी चाहिने रहेछ तर स्लोवाला मोबाइलमा लाग्नेवाला रहेछ कि मेमोरी चाहिँ होइन सो त्यही हो अब मलाई के आएको छ चाहिँ म देखाउँछु है त रिभिल गर्छु है त ओके म चाहिँ अब होइन ट्याक्क लाएर मेरो गोप्रोको अनबक्सिङ गर्छु है नयाँ नभए पनि सेकेन्ड ह्यान्ड भए पनि होइन ट्याक्क अनबक्सिङ गर्छु है त इस गोप्रोको एउटा बक्स भयो होइन एक्सेसरीको बक्स पनि छ ठुलो छ त्यो चाहिँ होइन तर त्यति युज त छैन त्यसलाई युज लाग्ने नै बनाउँछु म आएर चाहिँ होइन लगाउन सकिन्छ यत्रो ठुलो बट्टा छ मेरो अगाडि या अब खोलिदिउँ है त पहिला गोप्रो खोल्छु होइन गोप्रोको नखोल्नु एक्सेसरीहरूको खोल्छु अनि त्यसपछि गोप्रो खोल्छु है त ओके होइन तर गोप्रै खोल्छु म है त ल है त गर्नु है त हाम्रो अगाडि चाहिँ रहेको छ हिरो गोप्रो है लगाउन सक्नुहुन्छ बक्स पनि क्या प्रिमियम छ क्या प्रिमियम छ होइन सो वाउ वाउ जस्ट लाइक अ वाउ है सेकेन्ड ह्यान्ड हो त्यही पनि होइन अनबक्सिङ गर्नु जाँदैछु त सो होइन पहिले अनबक्सिङ त गरिसकेँ होइन त्यही पनि तपाईँहरूको लागि भनेर है फेरि एकचोटि अनबक्स गरौँ है वाउ चलो स्वाट लाएर खोलौँ होइन स्वाट लाएर खोलौँ होइन हेर्ने हो के छ या गाइस हेर्न सक्नुहुन्छ होइन गोप्रो होइन कुन चाहिँ होला ल गेस गरौँ त गाइस गेस गरौँ ल गेस गरौँ कुन चाहिँ होला त ल है त देखाइदिउँ साँच्ची या हिरो 10 ब्ल्याक गोप्रो किनेको छु मैले सेकेन्ड ह्यान्ड होइन फर्स्ट ह्यान्ड त किन्न नसके पनि सेकेन्ड ह्यान्ड चाहिँ किनेको छु त्यही पनि क्वालिटीमा नो कम्प्रोमाइज राम्रै छ दामी छ है सो वाउ खोलिदिउँ कि क्या हो ब्याट्री त हालिसक्यो ब्याट्री यही छ होइन गाइस ब्याट्री यहीँ छ है ब्याट्री यहीँ छ मेमोरी पनि हालिसकेको छु मैले अनबक्सिङ त गरिसकेँ हो त्यही पनि हजुरहरूको लागि भनेर नयाँ भिडियो कन्टेन्ट जस्तै गरी बनाउँ न हो भन्ने सोच आयो होइन म खोल्छु है त वाउ साउन्ड आयो है त रेकर्ड पनि गर्छ कि गाइस दामी रेकर्ड गर्छ ल त सक्नुहुन्छ यु क्यान सी गाइस है ल हामी है मिडिया मोड पनि छ यो अब गोप्रो अफ गरौँ ट्याक्क लाएर अनि त्यसपछि होइन मिडिया मोड भयो मिडिया मोड पनि आयो है सेकेन्ड ह्यान्डमा किने है कतिमा किने भनेर चाहिँ म लास्टमा भन्छु होइन यो मिडिया मोड आयो अनि यो माइक ब्याट्री चार्ज गर्ने यो आयो ब्याट्री एउटा त्यहाँ चाहिँ एउटा त्यो फुल्या रहेछ कि ब्याट्री सेकेन्ड ह्यान्ड किने त हुने होइन बिग्रिहाल्छ नि होइन फाल्दै त्यो ब्याट्री त्यो फुलेको ब्याट्री फाल्दै यो डिस्प्ले फुटाइदेला भन्ने डर त्यो फुलेर होइन सो त्यो फालिदिएँ मैले ब्याट्री होइन यो चार्ज गर्ने पोर्ट भयो होइन यो चार्ज गर्ने होल्डर भयो
होइन। त्यसपछि यो एक्सेसरीहरू त यो त होल्डरहरू भइहाल्यो। अब ठुलो बक्सको पाली है त। पहिला अब ठुलो बक्सको पाली भन्दा पनि होइन यसमा आएको अर्को पनि छ है, यो माइक भयो, यो एडाप्टर भयो, माइक एडाप्टर होइन। अब ट्याग लगाएर यसो जोड्ने हो ज्याक होइन, ज्याक त अर्को बक्समा होला होइन। ट्याग लगाएर यो ज्याक जोड्ने हो, अनि त्यसपछि गोप्रोमा जोड्ने हो, बोल्ने हो, भ्लग बनाउने हो, मोटो भ्लग बनाउने हो। ट्याग लगाएर अर्को माइक नै छ है, सर्टगन पनि छ। ठुलो बक्स खोलौँ है त। जादु मन्तर फु हाम्रो अगाडि आइसकेको छ ठुलो बक्स। यो चाहिँ एक्सेसरीहरूको मात्रै छ है, एक्सेसरीहरूको मात्रै छ, एक्सेसरीहरूको मात्रै छ होइन। सो यो पनि खोल्न जाँदैछु अब म होइन। यो पनि प्रिमियम छ क्या, यो बक्स चाहिँ महँगो पर्छ कि, यो सामानहरू यसमा एक्सेसरीहरूको पनि महँगो पर्छ कि। यसलाई सट्ट खोलाउँ है अब चाहिँ लेफ्ट ह्यान्डले लगाएँ मैले, खोलेँ मैले, सडक्क लगाउन सक्नुहुन्छ। यहाँ छ, यो भयो गोप्रोको कार्ड होइन। यसमा हुन्छ SD कार्ड एउटा मात्रै छ अहिले चाहिँ, अरू त सबै युज गरिसकेको रहेछ नि। एउटा मात्रै छ गोप्रो भनेर होइन, एउटा भयो। त्यसपछि यो यिनीहरू त के हेर्ने हो, यो त गाडीमा झुन्डाउने रहेछ, यो गाडीमा झुन्डाउने रहेछ होइन। यो गाडीमा झुन्डाउने, यो गाडीमा टाँस्नेवाला रहेछ, गाडीमा हिँड्दाखेरि भ्लग बनाउने। माइक भयो, यो त मेरै माइक हो होइन, सर्टकट यो मैले पहिले किनेको माइक भयो। अनि यो यसैको भयो, अनि त्यो माइक एडाप्टरमा पनि लाग्छ क्या यो होइन, त्यो माइकमा पनि लाग्छ होइन, गोप्रोमा युज हुने माइक पनि लाग्छ होइन। यो पनि गोप्रो क्यामेरामा युज हुने माइक हो होइन, बोयाकै हो कि यामन माइक हो यो, सर्टगन हो। सर्टगन त भन्न नमिल्ला होइन, के हो यो। अनि त्यसपछि यो बेल्ट भयो, हातमा लाउने भयो, यो बेल्ट हातमा लाउने बेल्ट भयो। यो चाहिँ 360 रोटेट हुन्छ है, वाह 360 रोटेट हुन्छ कि, यो चाहिँ कस्तो मिठो साउन्ड, वाउ है। अनि अर्को छ, अरू के छ, उल्टो खोलेछु नि मैले गाई चाहिँ। त्यसपछि यो यस्तो गरेर हेलो गर्ने। त्यसपछि यो छ, यसलाई पनि मिलाउँदैछु म, ट्याक्कै टेप लाएर बनाउँदैछु। हु क्यान कल मी यार, छोडिदियो अहिले कल नउठाउँ ल, डिस्टर्ब गरेको तर यो कलले है। सानबाले कल गर्नु, हेलो हजुर, म रुममा। ए ल, कहाँ चाबेल कुन बसमा आउनु, के को कुन चाहिँ बसमा आउनु भएको? चाबेल चोक होइन, गुम्बामा रोक्न दिँदैन नि। कुन चाहिँ गाडी आउनु भएको, कहाँको गाडीमा आउनु भएको भन्नु त? चाबेलको कुन चाहिँ, उतैबाट गाउँबाट आउनु भएको कि डाइरेक्ट आएको? हेलम्बुकै बसमा हो? हेलम्बुकै बसमा आउनु भएको भए त म पुऱ्याउनु जाने नि तपाईँलाई। अनि के अरे बस पार्कमै झर्नु न, बस पार्कमै। ल सानुबा पनि आइसक्नु भयो अरे, सानुबालाई उहाँ पुऱ्याउनु जानुपर्ने छ होइन। अघि भिडियो कल गरेर कसले भन्नालाई त्यो न्यु पानी दोस्तले कल गरेर, हेलो दोस्त के छ, म यहाँ भिडियो बनाउँदैछु दोस्त। माइकको काम यस्तो रहेछ कि, स्ट्यान्डर्ड माइकमा राख्यो भने चाहिँ अनि माइक सपोर्ट गर्ने रहेछ क्या। हामीलाई नआएको नि त, मैले भिडियो हेरेर बनाएको होइन, भिडियो हेरेँ अहिले त एक्लै हो। त पनि यहाँ भ्लगमा आइस। 2000 years later. ठिक छ त्यसो भए, ल ओके छ त। ल योसँग नि बोल्यो होइन, यो मलाई साइड लगाउँ होइन। त्यसपछि ट्याक्कै यो एक्सेसरीहरू, यो चाहिँ क्लिप भयो होइन, क्लिपवाला भयो। अनि अर्को यहाँ होल्डर छ, स्टिक छ, कति लामोसम्म जाँदो रहेछ हेरौँ है। वाह यति लामो नै रहेछ, वहाँ माथि पर कति हात छ, 1-2 हातको रहेछ है, ट्याक्कै 2 हात भएर त लगभग 3 फिट जस्तै छ रहेछ यार। यो 3 फिटको रहेछ होइन, 3-4 फिटको होला यो होइन। अब यो पनि काम लाग्छ है, अनि यो काम लाग्छ एउटा हामीलाई होइन। यो पनि कहिलेकाहीँ काम लाग्छ, यो बेल्ट के काम होइन, कहिलेकाहीँ काम लाग्छ होइन। अरू सबै यो काम छैन, बिल यो बिलसम्म आएको छ क्या, मलाई बिलसम्म आएको छ होइन, गोप्रोको बिल। एप प्रोडक्ट क्वेसन्स रे होइन। अनि अर्को बिल छ, के को बिल हो हामीलाई, यो पढिराख्नै पर्दैन नि हामीलाई कि होइन, चलाउन आउँछ हल्का फुल्का भइहाल्यो नि। अब चाहिँ ट्याक्क लाएर म चाहिँ माइक यो छ नि क्यामेरा, माई ड्रिम
माई ड्रिम हो कि यो चाहिँ मेरो ड्रिम हो होइन ट्याक्क लाएर अब यो अन गरौँ होइन गोप्रोलाई ल खुल्यो है अब यसलाई म मिडियम मोड नै हाल्छु पहिला अफै गरेर हालौँ न है अफै गरेर मिडियम मोड हालौँ कि ट्याक्क लाएर मिडियम मोड हालौँ त्यसपछि माइक कनेक्ट गरौँ ल अनि त्यसपछि परमानेन्ट यस्तै हो या सानो पनि आइसक्नु पऱ्यो है कोटेश्वर आइपुग्नु पऱ्यो मैले चाहिँ बस पार्कमै आउनु भनेको त्यो यताउति त्यो बाटोमा यताउति खोज्नुभन्दा बस पार्कमा डाइरेक्ट भेट पनि हुन्छ होइन मिडियम मोड खोले है ट्याक्क लाएर च्याक्क लाएर हालेँ होइन चक्की पाराले होइन चक्कीवाला दाइ जस्तै चक्की पाराले ट्याक्क यसलाई फिक्स गरेँ होइन अब यसलाई अन गर्छु यो मिडियम मोडको चाहिँ यो कभर छैन यो पालहरूको कभर यो चाहिँ खाइसक्नु भएको छ त्यो दाइले होइन अब केही छैन खायो भने अब सेकेन्ड ह्यान्ड किने अब नयाँ त नयाँ हो र अनि यसको यो कभर पनि खाइसक्नु भएको छ दाइले है केही छैन अब सेकेन्ड ह्यान्ड भने त फर्स्ट ह्यान्ड भएको भए त मैले ल्याङल्याङ गरिहाल्थेँ नि होइन ल अन गरौँ साउन्ड सुन्दा नि कस्तो मजाको आउँछ तर होइन मैले यो माइक जोडेको छैन क्या माइक जोडेपछि चाहिँ ट्याक्क लाएर साउन्ड आउँछ यो मिलाउनु पर्ने रहेछ कि ट्याक्क लाएर होइन यो ट्याक्क यहाँ जाने होइन अनि यो कहाँ मोड्समा जाने होइन मोड्समा गएपछि यो छ नि हो यो स्ट्यान्ड माइकमा गयो भने चाहिँ माइक कनेक्ट हुने रहेछ होइन यो यिनीहरूमा गयो भने चाहिँ नहुने रहेछ क्या यिनीहरूमा चाहिँ भनौँ न हामी यो मिडिया मोडमै बोल्न नै आउँदैन यार कहिले क्यामेरा चलाएको भए पो थाहा भन्नलाई आउनु होइन अनि यो मिडिया मोडै कनेक्ट हुने रहेछ क्या साउन्ड आउने रहेछ मिडिया मोडकै यही यो के अरे यो माइक नै जोडेर गरौँ न त है ट्याक्क लाएर होला है त भयो होइन अब यसपछि यहाँ ब्याक गरौँ अनि त्यसपछि यसलाई स्विट पारौँ होइन अब यहाँ माइक जोड्छु म माइक खै यहाँ छ कुन चाहिँ माइक जोडौँ यो माइक जोडौँ न होइन यो माइक जोडौँ क्या यहाँनिर ट्याक्क लाएर माइक जोडौँ होइन यो माइक जोडौँ त्यसपछि यो माइक पनि कबाडी त कबाडी नै हो यो माइकलाई चाहिँ जुगाड गरेर रहेछ हेर्नु न यहाँ यो माइकको चाहिँ अब यसमा टेपिङ गर्नु परिन्छ मैले होइन टेप उकाइदिएँ कि यो के रहेछ भनेर हेर्नलाई यहाँनिर यस्तो रहेछ क्या यस्तो रहेछ अब यसलाई टेप लगाएर ट्याक्क मोल्ड गरेर ट्याक्क बनाउनुपर्छ यसलाई अहिले छोडिदिउँ अहिले हामी यो तर्फतिर लागौँ यहाँनिर ट्याक्क लाएर यो छिरौँ त्यसपछि यहाँ यसरी छिरौँ यसरी होइन यसरी देखाएर छिरौँ न होइन यसरी छिरौँ यहाँ ट्याक्क लाएर छिरौँ होइन ट्याक्क लाएर ल हेर्नु यहाँ देखिहाल्यो नि यो झिक्यो भने यो माइकले काम गर्दैन होइन देखाउँदैन हेलो 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 यो घट्दै घट्दै गयो नि यो लाइन हेर्ने यो लाइनहरू घट्दै घट्दै गयो यो जोड्ने बित्तिकै रातो एकैचोटि रातो अरू माइक जोडिन्छ हेलो कस्तो डिस्प्ले हेलो हेलो ल यसलाई डिस्प्लेलाई नै ट्याक्क पछाडि पनि देखिने बनाउँ न होइन ल ओके डन होइन यसलाई उठाइदिउँ अब यहाँनिर ट्याक्क लाएर देखियो गाइज ल कस्तो फोटोमा गएको होला त यो त्यही मलाई मन पर्दैन क्या ल ल है त भिडियो खिचौँ कस्तो दामी आएको मैले चाहिँ नि यो मोबाइललाई चाहिँ मैले टाउकोमा राखेको छु क्या यो क्यामेरालाई चाहिँ मैले टाउकोमा राखेको छु क्यामेरै भनौँ त नि आइफोनलाई नि ल अब चाहिँ स्टार्ट गरौँ है हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू डे न्यू ब्लग के छ केटा हो गाइज हो के छ कस्तो के हो आइडिया हेर्नु न कस्तो दामी आएको वाउ जस्ट लाइक अ वाउ है मैले ब्लग चाहिँ यस्तो दामी बनाउँछु नि होइन अहिले चाहिँ यो गोप्रोबाट खिचिरहेको छु भिडियो है वाउ मलाई त होइन कस्तो आनन्द आयो अब भन्छ है यो मैले चाहिँ होइन गोप्रो किनेको चाहिँ कतिमा भन्दाखेरि भनौँ दाइले चाहिँ होइन सबै एक्सेसरिज जति सबै माइक साइक सबै गरेर चाहिँ 40,000 रुपिस गर्नुभएको थियो होइन घट्दै गर्नु भएको थिएन कि होइन अनि हामीले चाहिँ घटायौँ 35मा कुरा मिलायौँ त्यसपछि लियौँ हिरो 10 ब्ल्याक दाइले चाहिँ 1.5 वर्ष चलाउनु भएको रहेछ केही छैन दामी छ ल है त क्यामेरा नि अफ हो यार कस्तो डिस्प्ले अफ भएकोले ल अनै गरौँ न होइन अनि देखिन्छ दामी है ओके ल अहिले चाहिँ अब म सानोवाला लिन जान्छु होला है त्यतितिर भेटौँ ल मोटो अब बाइकमै भेटौँ ल
सो गाइज सानबा नि आइसक्नु पऱ्यो होइन मार्छन् गाली गरी चुचीबाटी बस पार्क आइसक्नु पऱ्यो म त हेलमेट माइक साइक मिलाउँदा ढिला भइसक्यो बोरा बानिसक्यो भनिछु कि फेरि मैले चाहिँ बोरा बानेको छैन यो बोरामा चाहिँ ओल्डिङ मिसिन छ कि होइन गरेर लिएर आएको 200 रुपियाँ लियो यार ढिला भएर त्यो बस त गइ फर्किसकेको छ कि गाउँ नै फर्किसकेको छ अहिले पुरा गर्छु म है त सानबा आइसक्नु पऱ्यो होइन लाग्नु पऱ्यो यार गाली गर्छन् बुढाले पन्जा त लाउनु पऱ्यो नि चिसो हुन्छ होइन चुच्चोबाटी आएर बसिरहेछन् रे होइन होइन कति होइन भनेर हालै जम मार्छन् बुढाले जय साम्बा मेरो चाहिँ किलोमिटर पुरा भइसकेको छ कि फेरि 9999 गरेर अड्किन्छ उ त्यो 9999मा गएर अड्किसक्यो आज गोप्रोबाट फर्स्ट टाइम भिडियो बनाउँदैछु है भ्लग बनाउँदैछु बाइकमा हिँडेको माइक सहितको भ्लग चाहिँ फर्स्ट टाइम बनाउँदैछु क्या फेरि सानबालाई माछा पोखरी बस पार्कमा नै पुऱ्याउन छोड्न जानु छ होइन ल हेलमेटको लो त लाउनु बिर्सेँ चाहिँ हेलमेटको लो त लाउँ गाह्रो छ मलाई सानबालाई बस पार्क नै पुऱ्याउनु छोडेर जानु छ उता के माछा पोखरी बस पार्कै अहिले नाइट बसमा जाने हुन् सानबा जान त उता पश्चिम जान लानु भएको हो अस्ति नै यस्तै कुरामा सानबा रिसाउनु भएको थियो है ढिला भएर के गर्नु त अब यस्तै हो भ्लगरको जिन्दगी ढिलाइ छिटो निस्किन्छु भन्दा ढिला भइदिन्छ क्या होइन घडी पनि लाउनु बिर्सिएको छु कि घडीमा चार्ज सकिएको छ प्रवीणले चार्जर लिएर गएको रहेछ क्या अस्ति मेरो के अरे उसको के अरे स्पिकरको चार्जर भन्ठालेर के अरे मेरो घडीको चार्जर चाहिँ बोकेर गएको रहेछ सिकाउँ न दाइले त हेरेँ त यार मलाई त नराम्रोसँग त्यही दाइसँग ल्याएको क्या मैले चाहिँ होइन खासमा मैले गोब्रो चाहिँ मैले ल्याए भन्दा पनि भूषणले ल्याए हो सो चेकअप गर्दैछु म मिठो पाराले हेर्दै यार त्यो दाइले निशान दाइले हो निशान दाई हो के अरे नाम पनि होइन त्यो दाइ नि भ्लगरै हो थाहा पायो भने भूषण उहाँकै गाँड मार्छन् सानबा यहीँ हुनुहुन्छ अरे आइसकेँ म सानबा जस्ट होल्ड इट जस्ट मलाई टाइम दिनुहोस् 2 मिनट ठ्याक्कै म चुच्चेबाटी त्यो तपाईँ जहाँ झर्नु भएको त्यहाँ आइपुग्छु ल होइन ओहो जाम त डेन्जर छ त यार अब कसरी छिर्ने होला त सानबाला अब यता कपन हुँदै उतै गएर उता उस निस्किने क्या खोलामा के गर्नु त अब त्यही बाटो चोरबाटै जानुपर्छ अब छिटो जानु पऱ्यो होइन माछा पोखरी बस पार्क जानु छ जाम फेरि आज लोसार हो नि त लोसार भएर बौद्धको कारणले जाम छ यार ल हतार छ यार बाइक तेल पनि छैन यार तेल पनि हाल्नुपर्ने छ मैले त खासमा कोही बस रङ्केर आयो यार स्कुल बस इलेक्जर स्कुल र इलेक्जर अहिले तेल हाल्नुपर्छ अहिले उसमा गएर सानबाबु यतै झरिरहनु भएको होला सायद तल झर्नुभयो कि यतै झर्नुभयो फोन गरौँ है फोन गर्छु म स्प्याम कल र थिचिरा बहिनीको मेसेज आइरहेको रहेछ थाहा पाइसक्यो तपाईँ कहाँ हुनुहुन्छ भन्दै थिएँ कहाँनिर सानबा कता चोकैमा होइन भित्र छिर्ने बित्तिकै चोकबाट छिर्ने बित्तिकै ए देखेँ तपाईँ त्योभन्दा अगाडि हो ल ऊ त्यहाँ अगाडि हुनुहुन्छ नेपाल यातायातको बसभन्दा अगाडिपट्टि हुनुहुँदो रहेछ क्या ऊ त्यहाँ रहेछन् बुढा गाह्रो छ बाँधेर लिएर आइछु के दिमाग खराब यतिकै भन्नु हजुर यो मेसिनले कम दुःख दियो 200 रुपियाँ तिरे आज फेरि किन गाडीमा उहाँ उतै फर्किसक्यो
कोटेश्वर गरेर लिएर आएको ल गाह्रो छ मलाई सो अहिले चाहिँ हामी यता यो सुकेधारा आइसक्यौँ होइन ट्याक्क लाएर सुकेधारा निस्क्यो कि त्यत्रो चाबेलको त्यत्रो जाममा को बसिरहेको छ यार टाइट कपन छिरेर यता सुकेधारा निस्केर आइयो होइन अब चप्पल कारखाना आइपुग्नु लाग्यो उता माथि हो क्यारे होइन यहाँ पनि त्यस्तै जाम छ क्या फेरि आमा हाइवे हो नि त अब यतिखेर त अब सबको अफिस पनि छुट्टी हुने बेला भयो आज त्यही पनि सरकारी त छुट्टी हो क्या अरे लोसार पनि छ लामामा कम छ नि त आज मान्छे छन् काठमाडौँमा गाउँदेखिको आउँछन् लोसार मनाउन बौद्धको लागि यताउति टुडिकेल यताउति जाने भनेर आउँछन् गाउँदेखिको आउँछन् मान्छेहरू फोन कसले गरिराख गर्न चाहिँ मलाई ल भाइको तेल छैन फेरि रिजर्भमा छ अब ऊ त्यहाँ चक्रपथ गएर हाल्नुपर्छ पैसा तेल पनि हाल्यो ओ जाम अब यहाँ एकछिन बस्ने क्या सानो भए ट्याक्क खुल्छ नि खुल्यो क्या जाम खुल्ने बेला ट्याक्क पेट्रोल हालिसकिन्छ क्या जहिले यहाँ त त्यही गर्ने गरेर सानोमा हामी माछा पोखरी बस पार्क आइपुग्यो माहौल ल यता सानोमा पनि ट्रान्जिटमा जान लाउनु भयो ल यहाँबाट कोलपुरसम्मको गाडीमा त के अरे उता उसको त गाडी छुटिसक्यो नि त होइन अब यहाँ र ट्रान्जिटमा जाने कोलपुरसम्म जाने कोलपुरबाट अर्को गाडीमा कहाँ जाने रे सानो भए कहाँ जाने रे महेन्द्रनगर खोला कोसीपारी महेन्द्रनगर भने कोसीपारी नै हो झोलाभित्रै हाल आमा कहाँ हाल्छ ल बिस्तारै जाने त ल भाइ मैले चाहिँ के गर्नु पर्यो मलाई चाहिँ के गर्नु पर्छ ल ल बिस्तारै पुगेर कल गर्नु न ल लु सानो बेला पुऱ्याइयो आज ओभर पनि जाने डेन्जर जाम छ कि डेन्जर खान्छ छिर्छ होला त छिर्छ ल छिराइदिउँ मेरो बाइक त छिर्न खोज्छ अब तपाईँको त्यो स्कुटर त निस्क्यो अब प्रवीणकोमा जानुपर्ने भयो है गाई आज बस्नलाई म त स्कुटर छिरेको ठाउँमा कस्तो नछिर्ला त मेरो चाहिँ यहाँ इन्ट्री गर्नुपर्छ नि यहाँ होइन त्यहाँ होला कि यहीँ हो इन्ट्री गर्नुपर्ने होइन यहाँ इन्ट्री गर्नु पर्दैन अहिले क्यामेराले इन्ट्री गराउँछ अहिले त ए इन्ट्री आउट्री हो कि इन्ट्री हो अब ल अब यहाँ ट्राफिक मामा आउनुहुन्छ मामा भोलि पर्सि म दसैँमा टिका लाउन आउँछु ल बाबा इधर जहर खाने का पैसा नहीं है तो जा रे यता जान मिल्छ होइन सर ओके नाइस सर एकछिन रोकिदिनु पऱ्यो क्या मामा छिर्नु पऱ्यो बैगन मामा भनेपछि सर भन्नु त्यो छोडेर यार मामा भनेपछि टिज भइदिएर म त थ्याङ्क यू छिरम हेरेर छिरमपर्छ है अब उडाइदियो ल मामा ल एकछिन रोकिदिनु के पऱ्यो के मामा पो भन्दैछु भने मैले त टेट सर भन्नुपर्ने मामा भने त मार्छन् सुने भने त है त्यही सुनेनन् मजा आयो ल अब चाबेल गरेर भेट्छ है गाइज अनि एन्डिङ गर्नुपर्छ आजको भ्लग चाबेल गरेर भेटेर ओके ल बाई सो गाइज
फाइनल्ली मैले चाहिँ म रुम आइसकेँ होइन सानबालाई पुऱ्याइदिएँ कस्तो जाम आमा चाबेलमा त्यो के अरे उता कस्तो जाम यार बल्ल 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 आइपुगेँ अब रुम आइपुगेँ आजलाई भ्लग इन्डी यति गर्नु पऱ्यो अघि नै मैले यत्तिकै छोडेर गएँ नि अहिले यत्तिकै छ बहिनी आएपछि मलाई गाली गर्छ त्योभन्दा अगाडि नै म यो सब तह लाएर ट्याक्क आएर बस्छु अनि भ्लग एडिट गर्छु है त बाबाई अबलाई आजलाई बाबाई है गुड नाइट के कस्तो लाग्यो मिठो कमेन्ट गरिदिनु होला मिठो सेयर गरिदिनु होला है म त हेलमेटै पुकाले होइन मेरो गोब्रो देखाउन हो नि त ल बाबाई मेरो मैले भनिसकेँ यसको प्राइस कति भयो भनेर ल त्यही पनि ल बाबाई बाबाई गुड नाइट ल है त बाबाई गाइज हामी चाहिँ हिँडिरहेछौँ बाटोमा ल ट्याक्क लाएर हिँडिरहेछौँ हाम्रो दोस्त यता छ भ्लग एडिट गरेको अघि होइन तर भ्लग एडिट गर्नै मन लागेन कि अब आज चाहिँ म प्रवीणकोमा गएर बस्ने हो भात प्रवीणकोमा खाने हो निम्तो गरे है प्रवीणले तर मलाई मैले लेटर लेखेर पठाएको अनि मैले साइन गरेर पठाएको एग्रिमेन्ट एप्रुभल गरेर ट्याक्क लाएर अहिले चाहिँ म प्रवीणकोमा जाँदैछु हाम्रो त यस्तै चल्छ फेरि अरूको कस्तो चल्छ थाहा छैन ल अब आजलाई भ्लग यहीँबाट इन्ड गरौँ ल बाई बाई